कोशी प्रदेशको राजनीतिमा फेरि ठूलो मोड आउने सम्भावना छ। केही दिन अघि मात्र मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई निरन्तरता दिने सहमति भएको चर्चा चलिरहेको थियो। तर अहिले फेरि परिस्थिति फेरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली आफै कार्कीलाई हटाउने अभियानमा सक्रिय भएको स्रोतको दाबी छ। आखिर किन बदलियो ओलीको निर्णय? कार्की किन राजीनामा दिन तयार छैनन् र अब कोशीमा फेरि संवैधानिक सङ्कट आउन सक्छ? आउनुहोस् विस्तृत रूपमा बुझौँ। मुख्य सामग्रीमा प्रवेश गर्नुभन्दा पहिला मुख्यमन्त्री हिक्मत कुमार कार्की सरकारको फेरबदलको बारेमा गरेको यो टिप्पणी सुनौ। अब तेलकुमारजीको बारेमा मैले अहिले प्रवेश गर्नै चाहिनँ। यो भएको छलफल भइरहेको कुरा पनि होइन, किन म दलको नेता पनि हो, 168(5) को मुख्यमन्त्री पनि हो र मैले सबैसित समेटेर समझदारीमा राम्रो ढङ्गले काम भइरहेको छ। अलिअलि आएका असन्तोषी विरोधहरूलाई पनि हामीले समझदारीको माध्यमबाट त्यसलाई चाहिँ समाधान गरिरहेका छौँ भने हलो अड्काउने कुरा त हुँदै भएन। हलो अब नयाँ बोकेर खेतभन्दा बाहिर जोत्दै हिँड्ने प्रयास पनि गर्नु भएन। त्यो खालको प्रयास अब हलो हातमा भयो भनेर जङ्गलतिर रुखका बिचमा हलो जोत्दै हिँड्ने कुरा पनि हुँदैन, त्यो काम पनि गर्नु हुँदैन। मुख्यमन्त्री कार्की कुनै पनि हालतमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्ने मोडमा देखिँदैनन्। यद्यपि एमालेका नेताहरूका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवातीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पौडेलसँगको छलफलपछि हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति गरेका थिए। तर अहिले अवस्था उल्टिएको छ। पार्टी सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई विराटनगर पुगेर मुख्यमन्त्री कार्कीसँग भेटवार्ता गरिरहेका छन्। दाबी गरिए अनुसार भेटमा अध्यक्ष ओलीको सन्देश सुनाउँदै कार्कीलाई राजीनामा दिन आग्रह गरिएको छ। तर मुख्यमन्त्री कार्कीले प्रष्ट रूपमा राजीनामा दिन अस्वीकार गरेका छन्। उनको तर्क छ आफू संविधानको धारा 168 को उपधारा 5 अन्तर्गत मुख्यमन्त्री बनेको भएकाले अहिले राजीनामा दिएर प्रदेशमा संवैधानिक जटिलता आउन सक्छ। त्यसैले यस्तो निर्णय व्यक्तिगत नभई पार्टीको सचिवालयबाट हुनुपर्ने उनको अडान अहिले पनि यथावत छ। तर पछिल्ला घटनाक्रमले अध्यक्ष ओली पुनः आफ्नो पुरानो रणनीतिमा फर्किएको संकेत देखिएको छ। उच्च स्रोतका अनुसार यदि हिक्मत कुमार कार्कीले राजीनामा नदिए प्रदेश सभा सदस्यहरूको बहुमत जुटाएर नेतृत्व परिवर्तन गर्ने विकल्पमा पनि तयारी रहेको बताइएको छ। यदि एमाले भित्र नेतृत्व परिवर्तनको निर्णय बलपूर्वक अगाडि बढ्यो भने त्यसले कोशी प्रदेशको राजनीतिलाई फेरि अस्थिर बनाउन सक्छ। विशेष गरी संविधानको धारा 168(5) अन्तर्गत बनेको सरकार भएकाले कुनै पनि निर्णयले कानुनी तथा संवैधानिक बहसलाई थप तीव्र बनाउन सक्ने सम्भावना पनि देखिन्छ।